सन्तान सुखको बारेमा ल हुनु त अहिले अब सन्तान सुख पाएन भने नाना थरीका डाक्टरहरू छन्, मानिसहरू डाक्टरकोमा जान्छन्। तर वास्तुले के बताएको छ भन्दाखेरि जुन घरको उत्तर र पूर्व कुना बन्द छ, यानि कि ईशान कोण बन्द छ, ढाकिएको छ र दम्पतिको बेडरुम दक्षिण र पूर्वको कोनामा छ, यानि कि आग्नेय कोणमा छ, जहाँ चाहिँ किचन हुनुपर्ने, र दक्षिण या पश्चिमको कोनाबाट त्यो घरको पानीहरू बाहिर निक्लिन्छ। जस्तो कि किचनको पानी भयो, बाथरुमको पानी भयो, घरबाट दक्षिणको कोनाबाट या पश्चिमको कोनाबाट बाहिर निस्किन्छ भनेदेखि त्यो घरमा बस्ने बसोबासीहरूको दम्पति जीवनमा सन्तान सुखबाट वञ्चित हुन्छ भनेर चाहिँ वास्तुले बताएको छ। अब यो कहाँसम्म सत्य हो त्यो त प्र्याक्टिकल थाहा छैन। ख्याल राख्नुहोस्, यसमा अब वास्तु दोष के छ भन्दाखेरि ईशान कोण बन्द छ, आग्नेय कोणमा बेडरुम छ हस्बेन्ड वाइफको, र पश्चिम र दक्षिणबाट घरको पानी बाहिर निस्कन्छ भनेदेखि चाहिँ त्यो घरको नवदम्पतिको सन्तान सुख हुनु अलिक गाह्रो पर्छ भनेर वास्तुले बताएको छ है।